मिठो मिठो खानेकुरा बनाएर पनि आफूलाई नपुगेको खण्डमा होइन म ठिक छु मैले खाइसकेँ भनेर चित्त बुझाउने समयमा छौँ हामी। अनि आफूले लगाउन चाहेका लुगाहरू लगाउन नपाउँदा परिवारको लागि किनेर ल्याउने समयमा छौँ हामी। परिवारले खाएका जुठा भाँडा मोलेर सन्तुष्टि जनाउने समयमा छौँ हामी, किनकि हामी एउटा जिम्मेवारीमा खटिएका छौँ। यो जिम्मेवारी पाउनु पनि हामी छोरीचेलीको लागि एउटा सौभाग्य हो, खुसीको कुरा हो। चाडपर्वको बेला कतिपय दिदी बहिनी दाजुभाइहरू रोएर सोसल मिडियामा आमाको याद आयो, बाउको याद आयो, घरको याद आयो, माइतीको याद आयो भनेर रोएर भिडियोहरू पोस्ट गरेको देखिन्छ कि अब दसैँ आउँदैछ, दसैँ आयो खाउँला पिउँला भन्ने समय हाम्रो होइन। हामी त जिम्मेवारीमा पुगिसकेको हो। हाम्रो पनि कुनै समय थियो, खायो हग्यो छेर्यो होइन, बाल मतलब हुँदैन थियो, आमा बुवाले पकाउँथे, इष्टमित्र आउँथे, छुट्टै रमाइलो हुन्थ्यो, नयाँ नयाँ नानाहरू लगाइन्थ्यो होइन। अनि अब यसो अब उमेर बढ्दै गएपछि जिम्मेवारी आफूमा पनि आउँछ है। अनि अहिले यो उमेर भनेको हाम्रा छोराछोरीलाई रमाउन दिने उमेर हो। हाम्रा बाआमाले कसरी हामीलाई नयाँ नयाँ खाना दिएर नयाँ नयाँ लाउन दिएर हामीलाई खुसी पार्थे भन्ने कुरा अब हामीलाई थाहा हुने समय हो। किनभने बाआमाले आफूले नलगाएर पनि छोराछोरीलाई दिन्थे नि त। त्यो ठाउँमा चाहिँ हामी पुगिसकेका छौँ। हामीले आफूलाई धैर्य धारण गर्नुपर्ने हुन्छ। बेला समय बखत सबैको त्यही हो, रोटेट भएर आउने हो होइन, प्रकृति हो नि त। अनि मान्छेले भन्छन् नि त कोही दिन सुखका कोही दिन दुःखका भनेको यही हो साथीहरू। सधैँ बाबा सम्झेर पनि हुँदैन, आफ्नो चित्त बुझाउनु पर्ने हुन्छ। अब चाडपर्व आउँदा साँच्चीकै भन्नुपर्दा माया ममता जाग्छ, आमाको याद आउँछ, घर परिवारको माइतीको सबैको सम्झना आउँछ। तर के गर्नु, सम्झना आएर भो त आफूलाई चित्त बुझाउनु पर्यो है। संसार यस्तै हो, संसारमा सबैले यसरी भोगेरै आउनुपर्ने हो। अब हामीले खाएर नयाँ नाना लगाएर घुम्ने, बाआमाले पकाएको मिठो मिठो खाने, सबैजना भेला हुने, पिङ खेल्ने समय हाम्रो गयो। अब हाम्रा छोराछोरीको पालो हो। हाम्रा छोराछोरीलाई कसरी हुन्छ त साथी, पैसो पानी छैन भने उधारो लिने, उधारो तिर्ने, इष्टमित्रलाई स्याहार सुसार गर्ने, बोलाउने होइन, खानपिन गरेर खुवाएर पठाउने समय हो। हाम्रो जिम्मेवारी थपिएको हो। त्यसो बुझ्नुपर्छ साथीहरू। सधैँ बाबा भनेर रोएर मात्र हुँदैन। हाम्रा बाआमाले पनि त्यसै गरेका थिए। आफ्ना बाआमा छोडेर आफ्नो कर्तव्यनिष्ठ तरिकाले चाहिँ आफ्ना छोराछोरीलाई हेरेर होइन त्यसरी चाडपर्व मनाइएको हामीले पनि देखेका थियौँ। अहिले सोसल मिडियामा हुन्छ नि मेरी आमा म अर्का घरमा छु भन्छन् कि। अर्का घर भने चाहिँ कस्तो हो भनेको क्या, कुनै छोरा मान्छेले जबरजस्ती कुनै छोरी मान्छेलाई बिहे गरेर ल्याएको त हुँदैन। समझदारीमै हो, यो सांसारिक नीति नियम हो, भगवान्ले प्रापूर्व कालदेखि चलाएको यो सिस्टम हो होइन। यो सिस्टममा हामी चल्नै पर्छ। अब बिहा नगरी पनि हुँदैन, बिहा गरेपछि पनि दुःख। धेरैजनाले भन्छन् क्या, अब अर्का घरमा गयो, श्रीमानले यसो भन्यो, के अरे सासू ससुराले यस्तो भन्यो भन्दै रुँदै कसैले चाहिँ आत्महत्या गरिदिने पनि हुन्छन् होइन। त्यो होइन। अब संसारिक नियमअनुसार हामी चल्ने हो भने के अरे केटा र केटी विवाह गरेर छोरा मान्छेकै घरमा जाने चलन छ साथीहरू। अब त्यो आफूले मान्नुपर्ने हुन्छ कि। अनि त्यो घरलाई आफ्नो सम्झेर, आफ्ना इष्टमित्रलाई आफ्ना सम्झेर अगाडि चल्नुपर्ने, बढ्नुपर्ने हो। अब मान्छेहरूले त कसरी बुझाउनु, खै मैले बुझाउन नसके हो कि रोएको देखेर हाँस उठ्छ क्या मलाई। हुन त हो, अब बाआमाको सम्झना नआउने भन्ने कुरा त हुँदैन। बाआमाको सम्झना हरेक व्यक्तिलाई आउँछ होइन। तर आएर पनि त भएन, रोएर देखाएर पनि त भएन साथी। अब तपाईँका छोराछोरीले भोलि यही सिस्टममा चल्नुपर्छ क्या। मेरी आमाले मलाई यसो पकाएर खुवाउँथिन् भनेर रोएर बसेर पनि भएन। अर्का छोराले ल्याएर मलाई सुख दिएन भन्छन् कतिपय दिदीबहिनीहरूले। अनि अर्का छोरी ल्याएर हामीलाई सुख भएन भन्छन् क्या। यो सिस्टम अनुसार चलेको हो साथीहरू। अब नत्र भने आफ्नै माइतीमा बसेर छोरीचेलीको इज्जत हुन्थ्यो भने अनि अर्का छोरासँग बिहे गरेर आउन कुनै छोरीचेली ल्याएर हर थियो होला त? थिएन होला नि। कसैले चाहिँ लभ म्यारेज गर्छन्, कसैले एरेन्ज म्यारेज गर्छन्। जे म्यारेज गरे पनि त्यो गर्नै पर्ने भएर हो क्या। नत्र अर्का छोरालाई पनि के रहर थियो र अर्का छोरी टिपेर ल्याएर अनि आफ्नो घरमा चाहिँ आफूले छोरा मान्छे अहिले कम्ता दुःख छ। परदेश जानु परेको छ एउटा श्रीमती पाल्नको लागि। बाआमा भन्दा पनि श्रीमती पाल्नको लागि विदेशिएका छन् छोराहरू होइन। त्यही भएर यो संसारिक हो, नियम हो। यसमा चाहिँ धेरै चित्त दुखाइ नगर्नुहोस्। चाडपर्व नजिकिँदै गर्दाखेरि दिदीबहिनीहरू धेरै रोएको सोसल मिडियामा चाहिँ एकदमै गुवा पारेको देखिन्छ। ए साथी, हाम्रा पनि मन हुन्, हाम्रा मन ढुङ्गा छैनन्
तपाईँको मात्र कमाउनु मन छ त आओ डोजर ल्याऊ भत्काएर लैजाऊ भने जस्तो के दसैँ आयो खाउँला पिउँला छुट्टै आनन्द रमाउला भने जस्तो छ होइन जिन्दगी। अब तपाईँ जिम्मेवारीमा हुनुहुन्छ, सो कुल मिलाएर भन्नुपर्दा हामी जिम्मेवारीमा छौँ, त्यसरी बुझ्नुपर्छ। कुनै समय हामी पनि रमाएर आएका हौँ, अब रमाउने पालो भनेको छोराछोरीको हो। सो त्यही भएर बी पोजिटिभ। यो ठ्याक्क चाडपर्व आयो, अब बाआमाको सम्झना आयो भनेर रोएर हुँदैन जस्तो लाग्छ मलाई साथीहरू। के कस्तो छ तपाईँहरूको हालखबर? यतातिर काठमाडौँतिर त एकदमै धुसुम मुसुम पानी पर्ला जस्तो भइरहेको छ। अनि त्यसपछि अर्को कुरा के भनेपछि गाउँतिर को जानुभयो सहरबाट, हामी चाहिँ जान पाएको छैन किनभने यता बाटोसाटो के खराब छ। अनि सब परिवार हामी जान सकेनौँ यसपालि। हाम्रो दसैँ चाहिँ काठमाडौँमै हुनेछ। तपाईँहरूको कहाँ कहाँ हुनेछ प्लिज कमेन्ट गर्नु होला, कुन कुन ठाउँबाट भिडियो हेर्दै हुनुहुन्छ। अब